हेलो, गुड इभिनिङ, शुभ सन्ध्या साथीहरू। कस्तो हुनुहुन्छ? सन्चै हुनुहुन्छ होला। पक्कै पनि म पनि सन्चै नै छु। तर समस्या के भइदिने भने सबैको धेरै जसोको समस्या चाहिँ अहिले एकदमै वेट बढ्ने होइन, उमेर सँगसँगै। अनि म पनि त्यही चपेटामा परेको छु होइन। म बिचमा 9-10 महिना जति यसो घुम्न गएको बाहिर इन्डियातिर तीर्थहरू गएको। अनि मेरो त वेट कस्तो बढेछ क्या, 6-7 केजी बढेछ होइन। कस्तो टेन्सन, अब त उमेर सँगसँगै रोग लाग्ला भन्ने पनि डर हुन्छ नि त। त्यही भएर मैले चैतबाट चाहिँ अब वेट लस गर्ने भन्ने सोच बनाएर अनि म जिम पनि जान थालेको छु। एक्सर्साइज त पहिलादेखि नै गर्ने गरेको थियो, बिचमा ब्रेक भएको थियो। अनि अहिले चाहिँ अब जिम जाने अनि त्यसपछि चैतबाट चाहिँ वेट लस गर्ने भनेर वेट लस जर्नी मेरो सुरु भएको छ। चैतमा चाहिँ मैले पुरै एकदम यो जर्नीलाई इन्जोय गर्दै गर्दै भए पनि मैले 3 केजी लस गर्न सफल भएँ। त्यो फर्स्ट मन्थ भएर होला, सायद छिटो पनि भयो होला होइन। खाँदै ओर्दै गरेँ। अनि अब चाहिँ अलि हेल्दी खाना चाहिँ खाने होइन, नखाएर त्यो स्ट्रिक्टली भोकै बसेर चाहिँ वेट लस गरेर फाइदा छैन। फेरि खान थालेपछि फेरि गेन भइहाल्छ, वेट गेन भइहाल्छ। त्यही भएर साथीहरू अब मैले चाहिँ खाँदै ओर्दै इन्जोय गर्दै नै वेट लस गर्ने, एकैचोटि धेरै नगरे पनि महिनामा 2 केजी 3 केजी गर्दै भनेर मेरो वेट लस जर्नी स्टार्ट भएको छ चैतबाट। चैतमा मैले 3 केजी गर्न सफल भएँ। म 79 केजीको थिएँ, अहिले म 76 भएको छु साथीहरू। अब अहिले चाहिँ मलाई जिम गरेर आएपछि एकदम कस्तो क्रेभिङ भइरहेछ क्या। अनि म कसरी खान्छु, के खान्छु भनेर म यहाँहरूलाई देखाउँछु ल। साथीहरू त्यति धेरै गाह्रो चाहिँ छैन होइन। हामीले केयरलेस गरेर अल्छी गरेर मात्रै हो होइन। अनि बाहिरको अनहेल्दी चिजहरू खाइदिने, मैदाहरू खाइदिने, जङ्क फुडहरू खाइदिने, अनि त्यस्तै चिजहरू वेट बढ्ने कुराहरू खाएर हो हामीले चाहिँ घरको हेल्दी खानेकुरा खाएर मिठो बनाएर अनि त्यसलाई पनि इन्जोय गरेर पनि हामीले वेट लस गर्न सक्छौँ होइन। आज मलाई भोक लागेको बेलामा मलाई कस्तो चटपटे खाम भयो क्या। अब त्यसमा कार्ब्सहरू धेरै हालेर, ओइली चिजहरू हालेर, फ्राई गरेको चिप्सहरू हालेर बनाउँदा त त्यो हेल्दी भएन, त्यसले त वेट गेन हुन्छ। त्यही भएर मैले हेर्नुहोस् है, म हेल्दी चटपटे बनाउँदैछु। त्यो आफ्नै घरको, त्यो यसमा पनि इन्जोय गर्न सक्छु। म यहाँहरूलाई सर्टकटमा देखाउँछु, हेर्नुहोस् है त। यो साथीहरू होइन, यसमा चाहिँ त्यो मुङफली बदाम भुटेको छु। अनि त्यसपछि यो भटमास छ। अनि यो चना हो होइन। यो चाहिँ अब यसमा फेरि प्रोटिन हुन्छ, प्रोटिनको मात्राले कभर गर्छ। अनि यहाँनिर चाहिँ मैले यो गाजर भयो, मुला, अनि त्यस्तै यहाँनिर काँक्रो, अनि यो चटपटीमा हाल्ने प्याज, अनि यो सबै काटेर धनियाँ, टमाटर, खुर्सानीहरू होइन, बन्दाहरू सबै काटेर रेडी बनाएको छु। सबैलाई यो कचौरामा हाल्दैछु होइन। अब यो सबै काटेको सब्जीहरूलाई हाल्दैछु। यो मैले सबै हालिसकेँ साथीहरू होइन। यसमा सबै भेजिटेबल्सहरू पर्यो होइन। यसमा अब म यो प्रोटिनको लागि यो चनाहरू यो हाल्दैछु। अनि अब यसमा यो धनियाँको पत्ता पनि हालिदिन्छु। अब यसमा अलिकति नुन पनि हालिदिन्छु होइन। नुन हालिदिन्छु अनि अलिकति बिरेन हालिदिन्छु। अनि त्यस्तै कागती पनि हालिदिन्छु। अनि यसलाई साँधेर यो खानको लागि तयार भयो। हेल्दी पनि भयो, इन्जोय गर्न पनि सकियो, हेल्थ पनि घट्यो होइन। यो एकदमै हेल्दी चाहिँ। यसमा किन कुरकुरे, लेज, चाउचाउ हालेर चटपटे बनाउनु, यसरी पनि त हामीले इन्जोय गर्न सक्छौँ नि। अब यसलाई यो चटपटे तयार भयो साथीहरू। अब यसलाई मजाले मोल्ने, हातले मोले पनि राम्रै हुन्छ, तर यहाँ खोर्सानी छ पिरो होला भनेर जुस लगाए पनि हुन्छ होइन। यसलाई मजाले मोलेर यो चाहिँ एउटा हेल्दी चटपटे तयार भइरहेछ साथीहरू। अब यो हेर्नुहोस् त कस्तो हेल्दी, हेर्दै खाउँ लाग्नेपट्टि तयार भएको होइन। अब यसलाई खाएर इन्जोय गर्न सकिन्छ नि त। अब म भोकै बसेर मैले वेट लस गर्नुपर्छ भन्ने हुँदैन। अनि त्यही भएर अब यसलाई म इन्जोय गर्छु चिकनसँग। साथीहरू धन्यवाद। कस्तो लाग्यो चटपटे होइन। सादा छ तर एकदम हाइजेनिक छ, हेल्दी छ साथीहरू। यो चाहिँ मेरो आजको डिनर हो होइन। यो डिनर अब चटपटे, अनि यो चाहिँ एयर फ्रायरमा रोस्ट गरेको रोस्टेड त्यो पखेटा हो होइन। पखेटा खास खाना त नखानु भन्छ, तर अब कहिलेकाहीँ खाने हो होइन। यसलाई रोस्ट गरेको छ बिना तेल, एयर फ्रायरमा गरेको हो। अब म यसलाई इन्जोय गर्दैछु साथीहरू। शुभरात्रि सबैमा।